Hi guys, आज मेरो मम बाबाको एनिभर्सरी हो 25th अनि त्यसपछि खासमा स्याटरडे आउनुहुन्छ नि त बाबा तर आज चाहिँ एनिभर्सरी भएर आउँदै हुनुहुन्छ आउनै भनेको थिएँ मैले हिजो अनि आज आउँदै हुनुहुन्छ अनि म चाहिँ फेरि मम्मीको के अरे मेरो सानो आन्टीको छोराछोरी पनि आएको छ भाइ बहिनीहरू मेरो भाइ बहिनीहरू पनि आएको छ अनि त्यसपछि तिनीहरूको लागि यस्तो मासुहरू यताउति रोस्टहरू बनाइरहेको छु म अहिले अनि अहिले मेरो भाइ आउँछ त्यसपछि त्यो म केक लिन जान्छौँ त्यसपछि त्यही हो सो म प्रिपरेसन गर्दैछु शनितिरको हजुर हेर्नुहोस् कहिले गरे मैले अहिले नै जवानीमा कहाँ कहाँ डुलाउँछौ इ मेरो भाइ मै होला राजा तिम्रो मेरो रानी देख्छु संसार सबै होला चक्र चक्र देउना देउ नम्बर सो गाइस मेरो मास पाकिरहेको छ र त्यो टाइममा म नाच्दैछु गाउँदैछु सबै गर्दैछु है आई विल सो यु आफ्टर मेरो मासु बनिसकेपछि हजुर मैले पकाएको मासु हेर्न सक्नुहुन्छ र भिडियोबाट खुब मिल्नु होला हजुरहरू चाहिँ मैले चाहिँ हाम्रो घरको अर्ग्यानिक धनियाँ यहाँ भिजाएको छु र यो अहिले हाल्नुपर्छ यो मासुमा खाउ त कालु यो कस्तो छ आगर काको काको मर्यो म कस्तो लाग्यो मिठो छैन गाइस ल स्टार्ट मेरो साथीहरू यो चाहिँ हाम्रो फाइनल टच होइन धनियाँ हाम्रो फ्रेस धनियाँ यसरी हाल्नु कसरी पो थियो भयो हजुरहरू पनि आउनुहोस् के गरी खान मन छ भने मैले बनाएको म नम्बर राखिदिउँला त्यहाँ हजुरहरू कल गरेर अनि पैसा चाहिँ लिएर आउनु होला है फेरि त्यत्तिकै आउने होइन नि फेरि ल है अब हामी खान्छौँ हजुरहरू पनि रमाइलो गर्नु होला बाई बाई मिठो छैन भन्नु मिठो होइन त्यो एउटा रिल हुन्छ नि रिल त्यो पाप्टेको भाइहरू जसले चाहिँ दिदीले जति मिठो बनाए पनि मिठो छैन भन्छ नि त्यहीमा पर्छ मेरो भाइ नखानु न मैले पकाएको भोकै बस्नु आज भनिदिइरहेको छु उतै जा नो 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 गेट लस्ट नो नखा आज मिठो छैन गरेछस् हामी सबैजना चाहिँ अहिले खानासाना खाएर केक लिन जाने भनेको के अरे अङ्कल स्कुटर लिएर आउनुभएको छ कि अनि त्यही पर्खिरहेको छौँ होइन मेरो भाइ र म मेरो कालु र म अनि त्यसपछि जान्छौँ केक लिन हामी अहिले चाहिँ मलाई कस्तो च्यालेन्ज गर्नु मन लाग्छ कस्तो गर्मी हुन्छ नि नेपालगञ्जमा तर मलाई चाहिँ कस्तो यो फ्यानको आवाज जस्तो घेर यस्तो टाउको दुखाए जस्तो हुन्छ कि है अनि म चाहिँ आफूलाई च्यालेन्ज गरिरहेको हुन्छु कि टाइममा पङ्खा नचलाएर यत्तिकै बसिदिन्छु खल्ती पसिना तर अहिले चिसै छ त्यस्तो चिसो भन्दा अब चिसो त कान्छे बट हुन्छ नि त्यति गर्मी छैन अनि म चाहिँ आफ्नो थट्सहरू लेखिरहेको छु आफ्नो पुन्टुरे डायरीमा क्युटी डायरीमा सो अब पास्ट फ्यु डेजमा जे भयो मलाई चाहिँ लेख्नु मन लागिरहेको हुन्छ होइन एउटा काइन्ड अफ जर्नल जस्तो आफूलाई पछि पनि याद होस् हुन त यत्तिकै पनि याद भइरहेको हुन्छ मान्छेलाई तिता मिठा कुराहरू बट लेट्स राइट डाउन होइन सो लेट्स स्टार्ट
सो गाइज अब हामी चाहिँ केक लिन जाँदैछौँ होइन मलाई हिजो चाहिँ के गरेँ स्कुटी चलाएर आउँछ कि मलाई त्यसै आउँदैन भनेर म खासमा नयाँ मान्छे पछाडि राखेपछि चाहिँ नर्भस हुन्छु कि अनि त्यसैले हल्का डर लागेको थियो खासमा डिस्ट्र्याक्ट भएको थियो एकदम कन्सन्ट्रेट हुनुपर्छ मलाई चलाउने बेला अनि त्यसैले हो गएर मैले त बानी परिसकेको छ नि त अब त्यसैले अब हेर्नु मैले चलाएको त्यहाँ हाई गाइस सो हामी चाहिँ अब केक खाइदिन्छ अगाडि हेर्दैन हजुरहरूले देख्न सक्नुहुन्छ नि म बाइक के अरे स्कुटी चलाइरहेको छु राम्रोसँग चलाउन सक्छु अनि हामी जान्छौँ कहिले केक लिएर अनि यही हो हाम्रो केक फ्याक्ट्री यहाँ चाहिँ एगलेस केकहरू पाउँछ होइन अनि एकदम मिठो लाग्छ मलाई चाहिँ त्यसैले अब हामी अर्डर गर्छौँ घरतिर लाग्छौँ हाम्रो न्यु सागर आश्रमको लागि पनि 20 पाउन्डको केक लगेको थियौँ एकदमै मिठो भएको थियो त्यसैले हामी फेरि आएका छौँ मम्मी बाबाको एनिभर्सरीको लागि केक लिन अनि अब अर्डर दिएर जान्छौँ अनि एकछिनपछि लिन आउँछौँ कति घन्टा लाग्छ हुन्छ है स्कुटरमा जान्छौँ होइन बेलासम्म 1 घन्टामा गरिदिउँ न अब राम्रो डिजाइन गरिदिउँ है ह्याप्पी एनिभर्सरी मम्मी बाबा देखिनु बोला के बोल्नु लाग्छ त्यो साइन गर्नुपर्ने छ कि जनगणनाको लागि आएको छ त्यही हो अनि अघि चाहिँ भ्लग बनाइरहेको छ अङ्कल अघि चाहिँ के अरे बिहान केक अर्डर दिएर आएको थियौँ बिहानभन्दा पनि दिउँसोतिर अहिले त एउटा जाँगर लगाएन यस्तै घरको कपडामा जाँगर लाग्दैछु म कालीरुङमा जान्छौँ अब स्कुटी चलाउने हालतमा छैन म यस्तो अल्छी लाग्दो दिनुहोस् दिउँसो जस्तो घामले नथार जाने श्री बाबुले मलाई बाइक दिने कि नै मलाई बाइक दिने कि नै यो बाइक मलाई देऊ ल खुट्टा माथि राख खुट्टा माथि ल तल्लाई त म त आज उडाइदिन्छु कसम आज बहुत नराम्रोसँग चलाइरहेको छ आज मलाई योसँग डर लागिरहेको छ मै चलाउँछु बरु उठ 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 निक्ले कस्तो त्यही बेला रमाइलो थियो है त्यही बच्चाको बेला त्यो कभर लाउने बस्ने यो हो हाम्रो केक क्युट केक केक लिएर कस्तो क्युट रहेछ कालु कतै जाने भोक लाग्छ तँलाई त्यसै डुल्न मन छ उसलाई
केही भोकसोक लाग्यो होइन त्यहाँ अनि हामी जाँदैछौँ अब खै कता लग्छ अहिले के खान जाने हो सोरमा खानु सोरमा अब हामी जान्छौँ सोरमा खान गाइस सोरमा खाने त भनेको है तर मैले आफ्नो फोनै लगेको थिएन कि अनि मेरो भाइको मात्र फोन थियो त्यसकोमा पैसा थिएन अनि मसँग क्यासै पुगेन त्यसैले हामी सोरमा राखेँ घर आयौँ सरी राख्नु पर्छ फ्रिजमा राखौँ त्यसपछि तयारी गरौँहरू ल ल ह्याप्पी एनिभर्सरी मम्मी बाबा अनि अब काट्ने ल पंखा त चलाऊ के ल काट्ने डिटेलसँगै ल मम्मीलाई खुवाइदिन ल भयो वाउ साथीहरू म चाहिँ बाबालाई पर्खिँदा निदाएँ एक निद्रा सुतेँ उठेर अनि बाबा आइसक्नुभएको थियो केक काट्यौँ कति बजी थियो 8 बजी थियो अनि त्यसपछि भाटभटेनी गएर फ्रुट्सहरू किनेर ड्रागन फ्रुट पाउँछ नि त त्यहाँ अनि ड्रागन फ्रुट किनेर भर्खरै आएर फेरि यता छिमेकी घरमा पनि न्यु इयर पार्टी रहेछ अब त्यहाँ जाँदैछौँ सरी एनिभर्सरी पार्टी आज कतिजनाको बिहे र एनिभर्सरी छ म त सब झुकिसकेँ त्यसैले त्यहाँ भेटौँ अब म रेडी हुन्छु आइएम रेडी टु गो पार्टीमा अब म जान्छु म इयरिङ लाउनुपर्छ यार इयरिङ लाउँछु एन्ड देन आइल गो स्टार्ट बोल अब एनिभर्सरी पार्टीमा घरमै छ सानो पार्टी छ सानो गेट टुगेदर आलुको अचार उहाँ हुनुहुन्छ मेरो मम्मी र माइजू मम्मी माइजू आयो बाबु यताबाट आइज यताबाट अनि यो चाहिँ हाम्रो मटन बिरयानी छ कति ठुलो हो कि पापड यो आइसक्रिमको लागि यहाँ राख्नु मटन बिरयानी लिन्छौँ हामी मटन छैन भन्नु त हाल्छ त्यो नै खानु न आरामले खानु दुईटा मटन पाएँ मैले अरू खोज्दैछु तिनवटा मटन पाएँ लगेर क्या हो नि मेरो अब यति खान्छु अनि चम्चा छैन आइसक्रिम यो डेजर्टको लागि अहिले एकछिनमा खाने बहुत गुलियो भइसक्यो यार तर आइसक्रिम कसरी छुटाउनु होइन खान्छु रोस्टकोलाई पर्खिरहेको रोस्ट पर्खिरहेको छु मलाई सुक्खा हेरेको छ रातिको 10 बजे रमाइलो छ बाई बाई भयो कि ला जुसै सक्नु
अनि हजुरहरू हेर्न सक्नुहुन्छ यो बिपी चोकभन्दा हल्का अगाडि छ होइन बागेश्वरी जाने बाटोमा बागेश्वरी जानेको बाटोको ठ्याक्क अपोजिटमा छ होटल डायमन्ड प्यालेस आउनुभन्दा बिचमा ठ्याक्क बिपी चोक र होटल डायमन्ड प्यालेसको बिचमा छ हजुरहरू आएर खानु सक्नुहुन्छ मजा लिन सक्नुहुन्छ हजुर देख्न सक्नुहुन्छ मेरो पनि यो सकिसक्यो कति मिठो थियो होला त मैले एक सिपमै भ्याइदिएँ होइन अब यति बाँकी छ यो मलाई लिइसक्यो अब हजुरहरूको पालि मिठो त पुदिनाको फ्लेभर पनि छ हस् धन्यवाद नमस्ते बाई बाई हाई मेरो साथीहरू प्यारा प्यारा साथीहरू अनि म आज आएको छु हाम्रो चाचा भतिजा छ आज चाचा चाहिँ हुनुहुन्न छोरी छोरी भन्दै बाटो कराउँदै हिँड्नुहुन्थ्यो होइन तर आज हुनुहुन्न उहाँ न फ्रीमा पनि दिनुहुन्छ मलाई त कहिलेकाहीँ पछि पैसा लिनुहुन्छ त्यो छुट्टै कुरा हो अनि यहाँ चाहिँ यो एकदमै हाम्रो फेमस चाट पसल हो चाचा भतिजाको यहाँ चाहिँ अस्ति श्रृङ्खला पनि आउनुभएको थियो होइन पानीपुरी खान्छु यो मिठा पानीपुरी मलाई एकदम मिठा पानीपुरी मनपर्छ किनकि म पनि स्विट छु नि त अनि मलाई पनि स्विट पुरा मनपर्छ त्यसपछि ल वाउ एकदमै स्वादिष्ट लाइफमा खट्टा मिठा भइरहेको छ तर हजुरहरू माछा जस्तै निरन्तर स्विम गरिराख्नु है त्यही हो मेरो हजुरहरूलाई आवेदना